धम्म भयो अलि लाइट आइरहेछ हेलो गाइज वेलकम माई मिनी एनदर ब्लग हामीहरूको अहिले छुट्टी चल्दैछ त्यही भएर लागेको छ खोल्ने बित्तिकै चाहिँ अब चाहिँ यो जेवढा किसिम खोल्ने बित्तिकै त्यो चाहिँ हुन्छ अब चाहिँ फलो सब्सक्राइबर चाहिँ गर्नु नबिर्सनु होला हजुरहरू अहिले छुट्टी चलिरहेछ भनेर त्यही पनि यताउति घुम्न जान्छु अब दाइहरूसँग पनि धेरै भेटघाट पनि गरेको थिएन त्यो कतिचोटि भनेको भाइ कहाँ छ आइज भनेर अब यस्तै छ नि सबैसँग त राम्रोसित बोल्यो भने माया प्यार त देखाइहाल्छ नि हो त्यस्तो हो अब हजुरहरू चाहिँ के कताबाट हेरिरहेछ जापानमा के कस्तो रमाइलोपन भइरहेछ कति खाइसा छुट्टी भयो हेर्नेहरूलाई मेसेज गरिदिनु होला प्लिज मेरो त बल्ल 2 दिनहरू छ त्यही भएर अब चाहिँ दाइले आज बोलाएको थियो ल दाइ ठिक छ आज छुट्टी छ म आउँछु भनेर आज दाइको रुममा गइरहेको छु अब बेलुका त फर्किहाल्छु म मिल्दो दाइ हो एकदमै लास्टै माया गर्छ दाइले यता चाहिँ माथि बुलेट ट्रेन चल्छ केटा हो तर हेर्न मिल्दैन यता चाहिँ देखाउँदैन त्यही भएर ल चाहिँ फलो सब्सक्राइब गर्न नबिर्सनु होला प्लिज साथीहरू दया माया अलिकति देखाइदिनु होला सरी साथीहरू हो पुलिस आएको थियो मामा आएको थियो मामा त्यो टक्क यता राखेको थियो किन उसले हेरेर ऊ देख्यो भने सिधै फाइनै मार्छ सिधै माथिको त साई भन्न लागेको छ फेरि जापानिजमा उसले भयो भने सिधै त चिठी काट्छ क्या 1-2 चोटि भने तर अहिलेसम्म मैले परेको छैन त्यस्तो पुलिससँग अहिले केही मेरो डिस्कसै भएको छैन अहिलेसम्म त्यस्तो परेको पनि छैन गर्मी चाहिँ के कतिको हुन्छ अर्को ठाउँमा साथीहरू हो मेसेज गर्नु यता जापानमा त धेरै गर्मी नै छ तारा नकुत्ते अचुई देश भन्छ जापानिजमा धेरै भएकोले तर जापानिज जापानमा बसेर सबैलाई थाहा हुन्छ बसेको मैले सबैलाई आउँछ तर अहिले मैले जापानिज अलिकति मात्रै मिसाइदियो त्यही भएर अब हजुरहरू के कताबाट भिडियो हेर्नुहुन्छ जापानमा त प्रायः जस्तो सबै ठाउँमा अहिले गर्मी नै होला अरू ठाउँमा नै गर्मी नै होला त्यही तर यता चाहिँ सिजोका भन्ने ठाउँमा अलिकति धेरै चर्खे घाम नै उग्छ भनेर के उदाउँछ तर गर्मी त धेरै गर्मी छ कि यस्तो गर्मी हुन्छ कि छालाहरू चाहिँ अलिकति एकदम पोल्ने गरे जस्तो गरी नै गरिदिन्छ कि त्यही भएर प्लिज के छु केतेसँग बस्नु राम्रोसित बस्नु बढी बाहिर ननिस्किनु